थोरै भने जस्तो सच्चै भजन मण्डलीले पनि गाउँ गाउँ अतिक्रमण गरिसकेका छ। खास गरी हाम्रो दिदीबहिनीहरू आमाहरूलाई एकदमै उनीहरूले टार्गेट गर्यो। किन आमाहरूलाई नै टार्गेट गर्यो, दिदीबहिनीलाई नै टार्गेट गर्यो भने किनभने हाम्रो घरको जति पनि धर्म छ वर्षभरिमा हामीले मान्ने कुराहरू छ, त्यो हाम्रो घरको आमाहरूले दिदीबहिनीहरूले थाम्दो रहेछ क्या। जस्तो व्रतका कुरा हुन्छन्, पूजापाठको कुराहरू हुन्छ, दसैँ तिहारको कुरा हुन्छ, श्राद्धको कुराहरू हुन्छ, औँसी पूर्णिमाको कुराहरू हुन्छ, एकादशी व्रतका कुराहरू हुन्छ, उहाँहरूले थामेर राख्दो रहेछ। अनि घरमा जसले धर्म संस्कृति थामेर राखेको छ त्यसलाई नै आफूतिर तानिदियो भने त्यो घरभित्र त्यस पछाडि त्यो व्यवस्थित रहेन, त्यो चाहिँ सिद्धिन टाइम नलाग्ने रहेछ कि। अनि त्यो बुझेर उहाँहरूले त्यो गरिराख्नु भएको छ। अब हाम्रो समस्या के छ भने हामीले हाम्रो समाजलाई बोलिरहेको बेला नबोलिदिनु न अनि हामीले चाहिँ हाम्रो समाजको दिदीबहिनीलाई अथवा हामी आफै पनि हाम्रो चाहिँ उसमा आबद्ध भइराख्न नसक्दाखेरि, हामी आफै मिलेर काम गर्न नसक्दाखेरि उनीहरूले त्यता लगिदिँदाखेरि हाम्रो यतापट्टि चाहिँ सिद्धिदिँदो रहेछ क्या। त्यो कारण हामीले चाहिँ के लाग्यो भने अब गाउँ समाजमा जाउँ, अब मन्दिर समितिहरू छन्, भजन कीर्तन समिति छन्, यही अहिले हजुरहरू जो जुट्नु भएको छ, हजुरहरू नै शनिबार यहीँनिर जुटेर भजन कीर्तन गर्न पनि सकिन्छ। तर त्यो के हो त, इच्छा शक्ति हुन पर्यो क्या। भजन गर्नलाई, भगवानको नाम लिनलाई धर्म परिवर्तन गरेर अरू कसैको उसमा आस्थामै जानुपर्छ भन्ने कुरा होइन। उनीहरूको भन्दा राम्रो कुरा हामी कहाँ छ, तर हामी सङ्गठित छैनौँ। हामीले चाहिँ यसलाई एउटा सामूहिकतामा लिन सकेका छैनौँ। पहिला जस्तो सत्यनारायणको कथा लाग्थ्यो गाउँमा, सबैजना भेला हुन्थे, बेलुका विभिन्न प्रकारका पूजापाठ भजन कीर्तन हुन्थ्यो, सबैजना भेला हुन्थे। रामायण पाठ गर्ने चलन थियो, सबैजना भेला भएर सुन्ने गर्थे रामायण पाठ गरेको। स्वस्थानी व्रत कथाकै पनि सबैजना एकै ठाउँमा भेला हुने त्यो प्रकारको परम्परा थियो, त्यसले बाँधेर राखेको थियो। त्यस पछाडि अब अस्थिरतातिर देश गयो, माओवादीको द्वन्द्व भन्यो, के भन्यो, कता भन्यो, त्यसले गर्दा हाम्रा धेरै अनुष्ठानहरू छुटे। हामीले त्यो छोडिदियौँ। त्यस पछाडि त्यो रुद्री लाउन पनि छुट्यो, सत्यनारायणको कथा लाउन पनि छुट्यो। धेरै कुराहरू छुट्दाखेरि के भयो भने हामीले जुन धार्मिक रूपले गरिराखेका गतिविधि र त्यो आत्मसन्तुष्टि जुन पाइराखेको थियो त्यो मान्छेले नपाउँदा त्यो मान्छे चाहिँ अब कता गयो, कोही सच्चाइ भजन मण्डली भन्न थाल्यो, कोही चर्च भन्न थाल्यो, कोही के भन्न थाल्यो, कोही के भन्न थाल्यो, त्यता जान थाल्यो। तर त्यसलाई हामीले फेरि पुनर्जागृत गरेर हामी फेरि सङ्गठित भयौँ, हामी पनि आफै भजन कीर्तन गर्न थाल्यौँ र आफै हामी धार्मिक गतिविधि बढायौँ भने मलाई लाग्छ त्यता गएका साथीभाइ दिदीबहिनी जो पनि हुनुहुन्छ फर्केर आउनुहुन्छ क्या। तर त्यो फर्काउने कि नफर्काउने हाम्रो आफ्नो चाहनाको कुरा पनि हुन्छ र हामी सङ्गठित भएर हामीले चाहिँ हाम्रा धर्म कर्मका गतिविधिलाई निरन्तरता दिने कि नदिने, भजन कीर्तन हामी आफै गर्ने कि नगर्ने भन्ने हुन्छ। अब सच्चाइ भने हिन्दू हो भनेर लगाइदिएको छ। हेर्नुहोस्, हजुरहरूले पनि सुन्नु भएको छ होइन, त्यही भन्छन् नि, हिन्दू नै हो, टिका लागेकै छ, श्राद्ध गर्न दिएकै छ, दसैँ तिहार मान्न दिएकै छ, कुल पुज्न दिएकै छ, हिन्दू नै हो भन्छ। अनि त्यही भने मैले, यदि हिन्दू नै हो भने त्यहाँभित्र गीता किन प्रवचन हुँदैन त? गीता प्रवचन हुनु पर्यो, भगवान कृष्णको भजन गाउनु पर्यो, शिवजीको भजन गाउनु पर्यो, गणेशजीको भजन गाउनु पर्यो, विष्णुजीको देवीजीको भजन गाउनु पर्यो, अनि पो त्यो हिन्दू हुन्छ त। भजन गाइरहेछ उहाँ यीशु ख्रिस्टको नाममा, आदमको नाममा, अब्राहमको नाममा, मोहम्मदको नाममा, दाउदको नाममा भजन गाइरहेछ। अनि भनिरहेछ कि भन्दा हामी हिन्दू नै हो। अब हाम्रो ग्रन्थमा कहाँ छ त आदम भन्ने मान्छे पनि हाम्रो पुराणमा भेट्दैन, होइन, येशू भन्ने पनि हाम्रो पुराणमा भेट्दैन, हाम्रो भजन कीर्तनमा त कहीँ पनि भेट्दैन। हामीले अहिलेसम्म जति पनि भजन कीर्तन गाएर आयो, न येशू भन्ने नाम छ, न अब्राहम भन्ने नाम छ, न दाउद भन्ने नाम छ, न आदम भन्ने नाम छ, के पनि छैन नि। राधा छन्, कृष्ण छन्, शिव छन्, पार्वती छन्, राम छन्, सीता छन्, कृष्णजी हुनुहुन्छ, विष्णुजी हुनु। हाम्रोमा त भजन कीर्तनमा त यही देवी देवता हो। त बाहिर आवरण चाहिँ, बाहिर देखिने कुरा चाहिँ हिन्दू नै बन्न दिने, तर अन्तरआत्माबाट र बुद्धिबाट चाहिँ हिन्दू बन्न नदिने रणनीति अन्तर्गत यो सच्चाइ भजनले काम गरिरहेछ। यो कुरा हामीले बुझ्नु पर्यो। टिका लाउँदैमा मात्रै हुँदैन क्या। जसको नाममा टिका लाग्यो त्यसको नाम पनि त जप्न पाउनु पर्यो त। जसको नाममा टिका लाग्यो उसको नाममा भजन पनि त गाउन पाउनु पर्यो। जसको नाममा टिका लाग्यो उसको नाममा लेखिएको शास्त्र पनि त पढ्न दिन पर्यो, पढाउनु पर्यो, प्रवचन गराउनु पर्यो, अनि पो हिन्दू हुन्छ त। उहाँ येशूज्यू भनिरहेछ, येशू गुरुज्यू भनिरहेछ, परमेश्वरको पुत्र येशू भनिरहेछ, अनि लगाइदिन्छ हामी हिन्दू भनेर। त कहाँ छ त येशूज्यू हाम्रो शास्त्रमा? कहीँ पनि छैन। हाम्रा भजन कीर्तनमा कहाँ छ त भन्दा कहीँ पनि छैन। त्यसरी उनीहरूले दोहोरो रणनीति खेलिरहेछन्। यो कुरा बुझेर त्यही भएर हामी हिन्दू नै हो भन्नेहरूलाई हामीले पनि भन्न सक्नु पर्यो, ल त्यसो भए गीता प्रवचन गरौँ न त तिम्रो मण्डलीमा।
आज रामको भजन गाउँ, सीताजीको भजन गाउँ, विष्णुजीको भजन गाउँ, देवीजीको, दुर्गाजीको, शिवजीको भजन गाउँ भन्न सक्नु पर्यो क्या हामीले पनि त्यहाँभित्र गएर के त्यहाँ हामी हिन्दू नै हो भन्नेहरूलाई। अनि त्यहाँ के गर्दो रहेछ भने मैले केही भेटेँ, 2-4 जना भेटेँ, 1 वर्ष 2 वर्ष 3 वर्ष भइसकेपछि के भन्दो रहेछ भने अब यो तिम्रो घरभित्र भएका मूर्तिहरू निकालेर फाल्देऊ, फोटोहरू निकालेर फाल्देऊ, अब कुल पूजा नगर, अब पितृ पूजा पछि पछि भन्दो रहेछ कि एकैचोटि भन्दैन रहेछ, पछि पछि गएर भन्दो रहेछ। त्यो भने के त भन्दा पहिला त मान्छेलाई आफूतिर तान्नु छ, तान्ने बेला चाहिँ सबै गर्न पाइन्छ भनेर तान्ने, भित्र लगिसकेपछि बिस्तारै बिस्तारै दिमाग भुड्दै 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 गएर अब तिम्रो समस्या समाधान गर्नु छ भने पितृ पूज्न छोड, कुल पूज्न छोड, यो गर्न छोड, त्यो गर्न छोड, घरमा मूर्ति नराख, घरमा फोटो नराख भनेर भन्दो रहेछ। तर यो सबै कुरा हामीले आफूले पनि बुझौँ र हाम्रो चाहिँ दिदीबहिनीहरूलाई, विशेष गरी दिदीबहिनीहरूलाई बुझाउनु छ क्या। दिदीबहिनीहरू ठ्याक्कै छुट्नुभयो। यो ठिक छ होइन, हजुरहरूले सुनिसक्नुभयो, हजुरहरूले सम्झाइ बुझाइ गर्नुहोस्। र मेरो अर्को अनुरोध के हो भन्दा अब यति धेरै समाज छ, यो समाज सङ्गठित भएर शनिबारको दिन यही राम मन्दिरमै भेला भएर भजन कीर्तन गरे नि हुन्छ कि। हामीले भजन कीर्तन नगरेर पनि हाम्रा मान्छे अन्त भड्किरहेका छन् कि। त्यसलाई नियमित गर्न हामी अस्ति पूर्व गएका थियौँ, बारा जिल्लामा गएका थियौँ। त्यहाँ चाहिँ एउटा राम्रो चलन के चलाएछ गाउँमा भने एकादशी व्रत बस्ने, अनि एकादशी व्रत बसेका जति सबैजना मन्दिरमा भेला भएर सामूहिक पूजापाठ गर्ने। अनि एकादशी व्रत पनि बसिरहेछ, सामूहिक पूजापाठ पनि गरिरहेछ भने उ त आफ्नो धर्मभन्दा पर गएन नि त। त्यस पछाडि बेलुका बेलुका फेरि भजन कीर्तन, त्यही व्रत बसेका मान्छे भेला हुने, एउटा घरमा भेला हुने, अनि बेलुका 8-9 बजे 10-11 बजेसम्म भजन कीर्तन गर्ने गर्दो रहेछन्। त्यसो भएपछि के भयो भन्दा त्यो क्षेत्रमा न इसाई जान सक्यो न सच्चाइ जान सक्यो, त्यहाँ विशुद्ध हिन्दू समाज नै बसिरहेछ अहिले। तर जहाँनिर यसरी हप्तै पछि अथवा 15 दिनमा अथवा महिना दिनमा हाम्रो धार्मिक क्रियाकलाप हुँदैनन्, कार्यक्रम हुँदैनन्, त्यहाँ मात्रै यिनीहरू पसेको छ। किन पसेको छ भन्दा हामीमा आस्था छ, हामी देउता त मानेका छौँ, तर त्यो देउतासँग त्यो आस्थासँग सम्बन्ध के अरे आबद्ध भइराख्नलाई हामीसँग गतिविधि भएनन् क्या, कार्यक्रमहरू भएनन्। त्यही भएर अब यो यिनीहरूले बिगारे भन्ने एउटा बाटो भयो। तर तिनलाई बिगार्न नदिने फेरि दायित्व हाम्रो भएको हुनाले हामी चाहिँ, मेरो चाहिँ आग्रह हजुरलाई के भने यो समाज जति आज यहाँ हामी गीता वितरणमा उपस्थित छौँ, झन्डै 40 जना जस्तो पुग्न आँटिसक्यौँ। यो समाज मात्रै शनिबारलाई यहीँ बसेर भगवान् रामको मन्दिरमा बसेर हामी भजन कीर्तन गरौँ भन्ने हिसाबले, अथवा अब गीता हजुरहरूलाई उपलब्ध गराइदिएका छौँ, गीतामाथि नै प्रवचन गरौँ न त, दिनको एउटा हप्ताको एउटा श्लोकमा अथवा एउटा अध्यायमाथि नै हामी चाहिँ छलफल गरौँ न त भन्ने हिसाबले गरे पनि हुन्छ कि। त्यसरी पनि हामी धर्मान्तरण रोक्न सक्छौँ, धर्मान्तरण हुन आँटेका मान्छेहरूलाई पनि हामी रोक्न सक्छौँ। यो हजुरहरूकै जिम्मेवारी हेर्नुहोस्, हामीले त्यो गर्न सक्दैनौँ। किन समाज हजुरहरूको, गाउँ हजुरहरूको, मान्छे हजुरहरूका भएको हुनाले हजुरहरू आफू सङ्गठित भएर गर्नुभयो भने यी सबै चिज रोक्न सकिन्छ। सङ्गठित भएर गर्नु भएन, अहिलेकै जस्तो ल्याङफ्याङ भयो भने हामी मध्येकै मान्छे फेरि एक एक गरेर पलायन हुन थालिहाल्छौँ। किन भन्दा पुर्खादेखि मानेर आएको चिज छ, दिमागमा छ, आत्मामा छ, त्यो हटाएर हट्दैन। हजुर हेर्नुहोस्, हामी देउतै मान्दैनौँ भन्ने पनि बुढेसकालमा म भगवान्लाई ढोकेर हामीले देखाएको छौँ। किन भन्दा त्यो परम्परादेखिको संस्कार हो। अहिले मैले मान्दिनँ भनेर मेरो चाहिँ त्यो आस्था मेटिँदैन के, आस्था रहिराख्छ त्यो। र त्यसले कतिखेर झकझग्याउँछ थाहा नै हुँदैन। जतिखेर झकझग्यायो अनि त्यो त भोग लागेको मान्छे जस्तो, तिर्खाएको मान्छे जस्तो यता दौड्छ त्यता दौड्छ, जहाँ ठाउँ पायो त्यहीँ घुसिदिन्छ। अहिले भएको त्यो हो। त्यही कारण हामी आफू चाहिँ सक्रिय भयौँ, सङ्गठित भएर लागि पऱ्यौँ भने यो रोक्न सकिन्छ भन्ने मेरो आग्रह हो। र यो गीता वितरणमा उपस्थित भइदिनु भयो, यहाँहरू सबैलाई धन्यवाद। फेरि पनि आग्रह, फोटो एकदमै आकर्षक छ, पूजा कोठामा राखेर पुज्ने काम चाहिँ नगर्नु होला। पुज्न चाहिँ पुज्नुहोस्, तर अध्ययन पनि गर्नुहोस्, पढ्न पनि पढिदिनुहोस्। भगवान्ले के भन्नुभएको छ भन्ने कुरो पढिदिनुहोस्, बुझिदिनुहोस्। यो मजाले पढ्न सकियो भने मेरो धर्म के हो, म किन हिन्दू रहेछु त, मेरो धर्मले के सिकाउँदो रहेछ त भन्ने कुरा पनि हामी मजाले बुझ्न सक्छौँ र अरूलाई पनि बुझाउन सक्छौँ। लगेर फेरि पढ्दै पढेन भने चाहिँ बुझिँदैन। हजुर हेर्नुहोस्, अनि पहिला हामीलाई के भनिदिए जस्तो मेरो बुवाले पनि मलाई भन्नुभयो, म बच्चै थिएँ त्यतिखेर, गीता चाहिँ ल्याउनु भए हुन्थ्यो बुवा भनेको, गीता पढ्यो भने पागल हुन्छ भनेर लाग्यो, बौलाउँछ। समाजलाई त्यसरी पनि अब भनौँ न, लामो समयसम्म हामीले हाम्रो शास्त्र किन पढेनौँ भन्दा पढ्यो भने त बौलाउँछ भनेर लाग्यो। त बौलाउने कुरो त के पनि छैन यहाँभित्र। अहिले 18 को 18वटै अध्याय पढिसके, बौलाउनु त कहीँ पनि छैन। झन् आँखा खुल्ने कुरा छ। संसार के हो भन्ने कुरा छ, कर्म के हो भन्ने कुरा छ, ध्यान भनेको के हो, योग भनेको के हो, गलत क्रियाकलाप भनेका के हुन्, सही क्रियाकलाप भनेको के हो,
3वटा गुण छ, सत्व रज तम गुण भनेको के हो, सबै चिज विस्तृत रूपले व्याख्या गरिदिएको छ। जसले यो चिज पढेर मनन गर्न सक्यो उसको त व्यक्तित्व नै परिवर्तन हुने रहेछ। अब व्यक्तित्व परिवर्तन हुने, चरित्र परिवर्तन हुने, स्वभाव परिवर्तन हुने, गुण परिवर्तन हुने, मानसिकता परिवर्तन हुने, बुझाइ परिवर्तन हुने, बोली परिवर्तन हुने, चिन्तन दृष्टिकोण नै परिवर्तन हुने शास्त्र पढ्यो भने बौलाउँछ भनेर चाहिँ हामी आफैले पढ्न नचाहेर बिग्रेको कुरो हो। यो चिज त कस्तो रहेछ भने म अहिले कसैलाई एकदमै धेरै गाली गर्छु, कसैसँग म एकदमै धेरै रिसाउँछु, कसैसँग मलाई एकदमै धेरै रिस उठ्छ, तर यो ग्रन्थ राम्रोसँग पढिसकेपछि रिस उठ्न पनि छोड्यो, गाली गर्न पनि छोड्यो, अर्कालाई दुर्व्यवहार गर्न पनि छोड्यो, अर्काप्रति खराब नियत राख्न पनि छोड्यो। त्यस्तो ग्रन्थ रहेछ यो त मान्छेलाई मान्छे बन्न सिकाउने ग्रन्थ रहेछ। अब हामी आफैले पढेनौँ। अनि अहिले हाम्रो समाज के छ, एकैछिन कुरो नगर्दिनु न। अहिले हाम्रो समाज कस्तो छ भने यो तपाईँ हामी सबैको साझा चरित्र हो है। हाम्रो समाज के छ भने हामी अर्काको आलोचना गर्न पायो भने बडा मिठो, एकदम मिठो खाना खाए जस्तो महसुस हुन्छ क्या हामीलाई। हुन्छ नि, जति अर्कालाई आलोचना गर्न पाए रस पस्छ कि एकदम आनन्द आइरहेको हुन्छ। के रहेछ त भन्दा त्यो नबुझेर रहेछ। त्यही भएर यो पढेको मान्छेले अर्काको आलोचना गर्न छोडिदिन्छ, अर्काप्रति रिसराग राख्न छोडिदिन्छ, अर्कालाई दुर्व्यवहार गर्न छोडिदिन्छ, दुर्वचन बोल्न छोडिदिन्छ। त्यही कारणले गर्दा यो पढौँ भन्ने मेरो आग्रह हो। अब हाम्रा अन्ततिर गइरहेका साथीहरू भन्छ नि मेरो जीवन परिवर्तन भयो, मैले रक्सी खाँदै रक्सी खान छोडेँ, खैनी खाँदै खैनी खान छोडेँ, चुरोट खान्थेँ चुरोट खान छोडेँ, अर्कालाई गाली गर्थेँ गाली गर्न छोडेँ, उता गएपछि त मेरो जीवन परिवर्तन भयो, यता हुँदा म त नर्कमा थिएँ भन्छन्। आफ्नो शास्त्र नपढेर हो क्या। तपाईँको शास्त्रमा पनि रक्सी खानुपर्छ भने छैन, चुरोट खानुपर्छ भने छैन, खैनी खानुपर्छ भने छैन, दुनियाँलाई गाली गर्नुपर्छ भने छैन। तर फरक के भयो त, यहीँ हुँदा हामीले यो कुरा सिक्न पाएनौँ, न हाम्रा गुरुहरूले सिकाए, न हामीले शास्त्र पढेर बुझ्न पायौँ। उता गएपछि त्यही कुरो सिकाइदिने बित्तिकै ओहो त झल्यास्से के न सिक्यो भने जस्तो भयो। फेरि आफ्नो चिज पढ्न पायो भने मान्छे चाहिँ दिग्भ्रमित हुँदैनन् भन्ने हाम्रो चाहिँ बुझाइ भएको हुनाले पनि हामीले वितरण गरेको। समय धेरै लियौँ, क्षमा चाहन्छौँ। धन्यवाद यहाँहरू सबैजनालाई। अनि हजुरको